गुड मर्निङ साथीहरू। आज हामी यतिखेर यो चाणक्यपुरी नेहरू पार्कमा आइरहेका छौँ, जहाँ गुल्मी सम्पर्क समाज भारतले आयोजना गर्न गइरहेको छ कि पिकनिक प्रोग्राम, यसको अटेन्ड गर्नको लागि हामी यहाँ आएका छौँ। हाम्रो साथमा हुनुहुन्छ पुरा टिम आएको छ। यहाँ रामजी, अर्जुन, सुभाष सर, भरत सर, प्रिंस बाबू। आज आप क्या करने आए हो यहाँ पर? इन्जोय गर्दै हाँस्दै खेल्दै हामी पिकनिक ठाउँमा पुग्दैछौँ। लेकिन यहाँको पार्क धेरै ठुलो छ, त्यही भएर हामीले कता हुनुहुन्छ भन्ने खोज्दैछौँ अहिले। हेलो नमस्ते। आज हामी गुल्मी सम्पर्क समाजको आज पिकनिक होलिडे। सुभाजी तपाईँ त खतरा देखिनु भएको छ एकदमै। के छ आजको प्रोग्रामको अपडेट नयाँ? भरतजी, आज गुल्मी सम्पर्क समाज भारतले विशेष गरी भारतमा छरिएर रहेका गुल्मेलीहरूलाई एकत्रित गरेर एउटा चाहिँ सञ्जालमा बाँधेको छ र उहाँहरूले आयोजना गर्नुभएको एउटा चाहिँ सामान्य पिकनिक प्लस चाहिँ यो सन् 2026 को नयाँ वर्षको शुभकामना आदान प्रदानको कार्यक्रम चाहिँ उहाँहरूले यो चाणक्यपुरी स्थित आई थिङ्क नेहरू पार्क होइन, नेहरू पार्कमा आज हो। मलाई गुल्मी सम्पर्क समाजको बारेमा केही भन्न चाहे। मलाई एकदमै राम्रो लाग्छ यो ग्रुप भनेको, जहाँ टेक बहादुर कार्कीज्यू होइन, एउटा आदरणीय व्यक्तित्व, ठुलो उहाँको राजनीतिक क्षेत्रमा एउटा योगदान दिनुभएको छ। त्यस्ता व्यक्तित्वको समावेश होइन, हाम्रा पत्रकार देवेन्द्र श्रेष्ठजी, केसीजी, सुभाष बस्नेतजी, यङ एनर्जेटिक, यस्ताको एउटा युनिक टिम बनेको छ। उहाँ एकजना दिल्ली पुलिसमा हुनुहुन्थ्यो, नरहरि घिमिरेजी होइन। यस्ता व्यक्तित्वको यो समूह, जहाँ नाम त गुल्मी सम्पर्क समाज दिएको छ, तर यसले सबै नेपाली समाजलाई समेटेको छ। एक्ज्याक्टली भरतजी, तपाईँले भनेको कुरोमा मैले चाहिँ बिल्कुल हो। जहाँ हाम्रा वरिष्ठ आदरणीयहरू हुनुहुन्छ, जस्तै हाम्रो अहिलेको अध्यक्ष हुनुहुन्छ टिकाबहादुर कार्कीज्यू, उपाध्यक्ष हुनुहुन्छ वरिष्ठ उपाध्यक्ष नरहरि घिमिरेज्यू, मुकुन्द पौडेलज्यू, हाम्रो पत्रकार मित्र देवेन्द्र केसीज्यू, मिलन भाइ, जीवन भाइ, हुङ्काला दिदी, एकजना योगा गुरु हुनुहुन्छ शिवलाल ग्याउलीजी, उहाँ हुनुभयो। त्यसै गरी हाम्रो आदरणीय व्यक्तित्व योगराज अर्यालजी हुनुहुन्छ, उहाँ चाहिँ वरिष्ठ सल्लाहकारमा हुनुहुन्छ होइन। धेरैको नाम छुट्या छ। उहाँहरू जस्ता अत्यन्तै समाजमा दशकौँदेखि योगदान पुर्याएका व्यक्तित्वहरूले एउटा चाहिँ सञ्जाल क्रिएट गर्नुभएको छ र यो क्रिएट एउटा मात्रै हुनालाई एउटा गुल्मी सम्पर्क समाज भारत भनेर राखे पनि यसले चाहिँ मात्रै गुल्मेलीलाई होइन, जहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीको नेपाली जुन भारतमा बस्नुहुन्छ उहाँहरू सबैलाई समेटेर उहाँहरूको मनोभावनालाई बुझेर चाहिँ यो संस्था अगाडि बढेको छ। उहाँहरूले जुन आयोजना गरेको कार्यक्रममा आज हामी उपस्थित हुँदैछौँ है। पक्कै पनि हामी पनि गुल्मेली भएर अब गुल्मेलीतिर आकर्षण हुनु स्वाभाविक हो। तर पनि यो आफ्नै घर गाउँ छिमेकी होइन, इष्टमित्र, एउटा परिवार जस्तो फिल हुन्छ नि होइन, नाम सुन्दा बित्तिकै। एक्ज्याक्टली भरतजी, अब हामी चाहिँ देश छोडेर, यो त हुन त नजिक भएर होला, यसलाई विदेश भन्दैनौँ, यो विदेश नै भन्नुपर्छ होइन। विदेशमा छौँ, अब नजिकको विदेशमा है, फेरि विदेशमा टाढा समुद्र पारीको विदेश नसम्झिनु होला। युएसए, अस्ट्रेलिया, क्यानाडा, युरोप नसम्झिनु होला। हामी भारतको विदेशमा छौँ है। तर यहाँ पनि चाहिँ भकाम नेपालीहरू, त्यसमा पनि गुल्मीवासीहरू, हुन त हामी नेपाली भन्ने शब्द सुन्न बित्तिकै हामी सबै आफ्नै एउटै परिवार लाग्छ। त्यसमा पनि अझ गुल्मेली भनेपछि त फेरि अर्को एउटा चाहिँ अझ एउटा इनर्जेटिक र अझ एउटा चाहिँ आकर्षण थपिने त्यो चाहिँ हामी देख्छौँ। आज एकदमै हाम्रो यो ब्लगमा शानदार जानदार नाच गान दोहोरी, अब के छ खानपान, उहाँ हाम्रा आदरणीय दिदी बहिनीहरूले आफ्ना घरबाट के लिनुभएको छ, उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। हामीले त्यस्तो गर्न त सकेनौँ। फेरि उहाँले बिहान अब बसेर जसरी दुःख गरेर अब जो राम्रो परिकारहरू लिनुभएको छ, त्यसको लागि सुरुवातमा चाहिँ मैले धन्यवाद भन्न चाहेँ। एक्ज्याक्टली भरतजी, अब हुन त हामी चाहिँ कस्तो हुन्छ भने जहाँ एउटा पिकनिक भन्ने बित्तिकै वहाँ गएर चाहिँ अब बनाउने पकाउने होइन सबै गर्ने हुन्छ। यहाँ चाहिँ एउटा चाहिँ हाम्रो आयोजक टिमले के शर्त राख्नु भएको छ भनेपछि, शर्त भन्दा पनि जसले सकिन्छ उसले चाहिँ घरबाटै आफ्नै चाहिँ परिकार बनाएर कसैले न कसैले केही न केही ल्याएर उपस्थित हुने भन्ने छ। त्यो अनुसार पक्कै पनि हाम्रो दिदीबहिनीहरूले जुन मेहनत गरेर यहाँ ल्याएर आउनु भएको छ, मैले चाख्न पाएन, तर पनि अग्रिम थ्याङ्क यू भन्न चाहन्छु। एकदमै स्वादिष्ट मिठो रमाइलो हुनेछ भन्ने हामीलाई पूर्ण आशा छ। विश्वस्त छौँ। एक्ज्याक्टली भरतजी, धन्यवाद। कार्यक्रम सञ्चालक देवेन्द्र केसीज्यू, अध्यक्ष श्री नरहरि घिमिरेज्यू र समस्त गुल्मी सम्पर्क समाज भारतका आफ्नो पदमा आसीन सम्पूर्ण पदाधिकारीहरू तथा मेरा प्यारा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा सर्वप्रथम त मेरो व्यक्तिगत तर्फबाट र गुल्मी सम्पर्क समाज भारतको तर्फबाट हार्दिक अभिवादन स्वीकार गर्छु।
आज हाम्रो विशेष दिन पनि हो। यसरी जमघट भएर आफ्नो गुल्मी सहित प्रवासमा रहने सम्पूर्ण गुल्मीवासी दाजुभाइ तथा दिदीबहिनीहरूको सुख दुःख साटासाट गर्ने रमाइलो गर्ने दिन पनि आज हाम्रो विशेष दिन हो। हामी विभिन्न कामको बावजुद पनि यहाँ उपस्थित भएर यस संस्थालाई माया गरेर यहाँ उपस्थित हुनुहुने सम्पूर्ण आदरणीय व्यक्तिहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। र म निकै लामो भन्न चाहिनँ, किनभने हाम्रो अन्य कार्यक्रमहरू छन्। हामी रमाइलो कार्यक्रम गर्नेछौँ, नाचगान गर्नेछौँ, त्यसमा रमाउनेछौँ। यसरी सधैँभरि हामी एकजुट भएर सधैँ रमाउँ। हाम्रो गुल्मी राम्रो गुल्मी भन्दै मेरा दुई शब्द यहीँ टुङ्गाउन चाहन्छु। हस्त धन्यवाद। नेउपानेजी यहाँ उपस्थित हुनुहुन्छ। उहाँले पनि चाहिँ आफ्ना केही कुराहरू राख्ने इच्छा छ भने पार हात उठाउनुहोस्, किनभने मौकामा चौका हान्नुपर्छ। अब तपाईँलाई मौका दिने हो, अब मलाई दिएनन् भन्न पाउनुहुन्न। उहाँले अगर केही कुरा छन् भने माइक उहाँलाई उ गर्नुहोस्। र हाम्रो दाजुभाइ दिदीबहिनीले केही कुराहरू भन्नु छ, कसैले केही कुरा भन्नु छ बाँकी छ, संस्थालाई केही सल्लाह सुझाव दिनु छ छैन? ल ठिक छ। यसले चाहिँ एउटा चाहिँ चित्त के बुझाउँछ भने पार हामीहरूले चाहिँ गरिरहेको काममा कसैले औँलो उठाउन पर्ने, वक्तव्य उठाउनु पर्ने जस्तो केही रहेनछ भन्ने पनि यहाँबाट बुझिन्छ। यसरी चाहिँ यो दाजुभाइ दिदीबहिनीले केही कुरा छैन भन्नुपर्ने भनेपछि यसरी पनि बुझिन्छ। र ल ठिक छ। अब यसै क्रममा मैले आफ्नो कार्यक्रमलाई लगभग अन्त्य गर्दै यो कार्यक्रम पनि यही विसर्जन गर्छु। अब आउने हाम्रो कार्यक्रम सांस्कृतिक कार्यक्रम हुनेछ, जो कि आपसमा हाम्रो आफ्नै शैलीको भाषा, आफ्नै गाउँघरे ठाडो भाषामा चाहिँ हाम्रो कला संस्कृतिहरू यहाँ हुनेछ। यो भन्दै मैले आफ्नो बाणीलाई यहीँ विराम दिन्छु। हस्त गुल्मी, हस्त दाजुभाइ दिदीबहिनीहरू।